हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई मिनी भ्लग। अनि मैले चाहिँ आज भ्लग स्टार्ट गर्दा चाहिँ 8 बजेको थियो र बिहानै चाहिँ हामी चाहिँ सेवक काली मन्दिर जाँदै थियो है। अन्त त्यहाँदेखिको चाहिँ यहाँनिर चाहिँ हामी मन्दिर पुगेर सबै फुलहरू प्रसादहरू तपाईँले यहीँ पाउनुहुन्छ है। अन्त सबैलाई थाहै छ। अन्त त्यहाँदेखिको चाहिँ यहाँबाट मैले किनेँ। त्यसको बादमा चाहिँ हामी चाहिँ बुढा र म चाहिँ 107 वटा सिँढी उकालो चढ्नु थाल्यौँ है। यहाँनिर चाहिँ मन्दिरमा चाहिँ 107 वटा सिँढी छ है। अन्त त्यहाँदेखिको चाहिँ यहाँ चाहिँ काली माँको पूजा हुन्छ होइन। अन्त काली माँको पूजा गरेको चाहिँ हामीले देखाउनु पाएन, किनभने चाहिँ त्यहाँ एलाउड छैन रहेछ। जहाँनिर एलाउड छ होइन त्यहाँको चाहिँ हामीले भिडियो क्याप्चर गऱ्यौँ। अनि हामीले यहाँनिर मजाले पूजा गऱ्यौँ है। हाम्रो चाहिँ यो भाकल चाहिँ पहिल्यैदेखिको थियो, बिहा गर्नुभन्दा अगाडिदेखिको थियो कि हामी चाहिँ यहाँ काली मन्दिर जाने भनेर होइन। बट हामी अहिलेसम्म जानु पाएकै थिएन, जुराकै थिएन र फाइनली योपालि चाहिँ हामी गयो, हाम्रो भाकल पनि पुरा भयो। हामीले चाहिँ यहाँ माथि पूजा गरेर पनि तल झर्दैछौँ होइन। त्यसको बादमा चाहिँ अब चाहिँ अर्को जग्गा जानुपर्ने हुनेछ। दुईजना गफ गर्दै तल झर्दै थियो बुढाबुढी हो। अब चाहिँ हामी यहाँको मन्दिर जानुपर्ने हुन्छ है। यो पनि 3 दिनै छ। अनि यहाँनिर चाहिँ प्रायः मान्छेहरू चाहिँ कम्ती मात्रामा मात्रै जानु हुँदो रहेछ, किनभने चाहिँ यहाँनिर चाहिँ बादलले चाहिँ एकदमै धेरै सताउँदो रहेछ होइन। र पनि हामी चाहिँ अब यहाँ आयौँ, यहाँ चाहिँ कसरी छुटाउनु भनेर चाहिँ हामी यहाँ जाँदैछौँ है। फेरि हामीले यहाँबाट चाहिँ प्रसादहरू लियौँ है। अन्त त्यसको बादमा चाहिँ हामी यहाँ उकालो सिँढी चढ्नुभन्दा अगाडि चाहिँ यहाँनिर चाहिँ दादाले चाहिँ यो लिएर जानु, बादलले नभए दिँदैन उकालो जानु भनेर भन्नुभयो होइन। अन्त सबसे पहिला हामीले यहाँनिर टिका लगायौँ है। यहाँनिर चाहिँ हामीले शिवजीलाई जल चढायौँ है। अन्त राम्रोसँगले पूजाहरू गऱ्यौँ। त्यसको बादमा चाहिँ यहाँनिर चाहिँ त्यस्तो भिड चाहिँ थिएन, अलिक ठिकैको थियो, पर चाहिँ पुरा भिड थियो है। अन्त त्यसको बादमा चाहिँ यहाँनिर चाहिँ बाँदरले चाहिँ वाक्कै पारिरहेको थियो है। अन्त त्यहाँदेखिको नि त्यसले चाहिँ यहाँ नरियल फोडेर चाहिँ बाँदरलाई चाहिँ हेर्नु न कस्तो मजाले हातैबाट लग्यो है। र उसले चाहिँ बाँदरलाई पनि बाई बाई भन्दै थियो होइन। अन्त यहाँ पनि अर्कोलाई पनि दियो। त्यसको बादमा चाहिँ हामी घुमतिर फर्क्यौँ।